सक्नुहुन्छ कति छ यहाँ। यो के भन्छ नि यसलाई, हामी कहाँ गएर आएको रे साथी? मानुङकोटमा हजुरहरू हेर्न आउने भनेको यस्तै कुहिरो हो गाइस। यहाँ कुहिरो हेर्नु त कति छ यहाँ। ए आमा हेर्न सक्नुहुन्छ गाइस, यस्तो छ कुहिरो। अहिलेसम्म लगाइरहेको कुहिरो। अहिले कति बज्यो? अहिले 12:40 भइसक्यो गाइस, तैपनि कुहिरो लगाइरहेको छ हेर्न सक्नुहुन्छ। अहिलेको कुहिरो चाहिँ एकदम खतरनाक लाग्थ्यो गाइस। अहिले चिसो पनि बढिरहेको मुनियाको, अहिले अलिक जाडो भयो गाइस। अहिले यस्तो भयो, घाम लागेको छ तैपनि यस्तो कुहिरो हो गाइस। मानुङकोटमा आएर हेर्न सक्नुहुन्छ, चेक हान्न सक्नुहुन्छ गाइस कस्तो हो ठाउँ। गाइस रमाइलो भइरहेको छ टुरमा चाहिँ होइन, बवाल रमाइलो भइरहेको छ। यहाँ केटीहरू रमाइलो गरिरहेछन्। हामी चाहिँ अहिले कहाँ पुग्यौँ हाम्रो साथी? गाइस कहाँ पुग्यो थाहा छैन, तर हेर्नु होला कहाँ पुग्यो। हजुरहरूलाई थाहा हुनसक्छ, हजुरहरू आउनु भएको हुनसक्छ। यहाँ हामी कहाँ पुग्यो कमेन्ट गर्नु होला। कमेन्ट गर्नु होला है त, हामी कहाँ पुग्यौँ। हामी यस्तो दामी ठाउँ पुग्यौँ। अब हामी गाइस केबल कार्ड चढ्नलाई अहिले कुरा मिलाउनु गएको, तर के भयो भने केबल कार्ड नचढ्ने कुरो मिलेन क्या, त्यही भएर हामी फर्केको गाइस। यस्तो यहाँ रमाइलो गरिरहेछन् गाइस। म चाहिँ थाकिसकेँ गाइस, यत्रो टाइम भइसक्यो म थाकिसकेँ। अब म किन चिच्चा छैन भने किनकि 4 दिनको टुर हो। अब आजै स्वर सुकायो भने अर्को दिनलाई भने फेरि चाहिन्छ नि त स्वर, त्यही भएर मैले अहिले म केही गराएन गाइस। म लास्ट दिन अथवा त्यो दिनभन्दा अगाडि भोलिबाट गराउन सुरु गर्छु होला है त ल गाइस। अब हजुरहरूलाई मैले कुनै नयाँ ठाउँ अथवा कुनै नयाँ प्लेसको जानकारी भएपछि हजुरहरूलाई भेट्छु है त म। ओके ल गाइस, हामी चाहिँ अब काठमाडौँको यात्रामा चलिसकेका छौँ। काठमाडौँको अब हामी 1-2 घन्टामा पुग्छौँ होला। अहिले चाहिँ हाम्रो ठिक 4:27 गएको छ। यहाँ रमाइलो गरिरहेका छन् गाइस, हेर्न सक्नुहुन्छ। यस्तो रमाइलो छ होइन त साथी? तिमीलाई के कस्तो लागिरहेको छ त टुर आएर यसो भन्दै हो नि त? रमाइलो मात्रै? मलाई त बहुत रमाइलो लाग्यो त। तिमीलाई त्यति रमाइलो मात्रै लाग्यो? अनि यहाँ छु गाइस, म चाहिँ थर्ड लास्ट सिटमा छु। अगाडि चाहिँ यस्तो छ भ्यू चाहिँ, बाहिरको भ्यू। अब हजुरलाई के देखाउने, नर्मल भ्यू हो, यस्तो केही पनि छैन बाहिर त्यस्तो साह्रो, हेर्न सक्नुहुन्छ। माथि यस्तो छ होइन, तल चाहिँ यस्तो छ। अनि बाहिरबाट गाडी साडीहरू हिँडिरहेछन् गाइस यसरी होइन, दामी छैन गाइस। ल यस्तै छ गाइस। अब हजुरहरूलाई म काठमाडौँ गएपछि भेट्छु होला है त। के नयाँ चिज देखायो भने हजुरहरूलाई देखाउँछ है त। ल गाइस, अब काठमाडौँ अझै हामी पुगिया छैन। अहिले चाहिँ ठिक 5:15 गएको छ। अहिले चाहिँ हाम्रो यो बसको यो बत्ती पनि खुलिसकेको छ। अब अहिले चाहिँ छिटो रात परेछ। यहाँ केटीहरूले सिट नपाएर उभिरहेको छन् गाइस, हेर्न सक्नुहुन्छ। हामीले त पहिल्यै सिट पाएर म यहाँ बसिसकेँ होइन। यिनीहरू अलिकति यिनीहरू नि बसेको थिए गाइस। यिनीहरू धेरै के भन्छ अरे, सिट दिएछ होइन, यिनीहरू नबसेको हो। अनि त्यसपछि यिनीहरूले सिट पाएनन् गाइस, यिनीहरू उभिएर जान्छन् होइन। हामी चाहिँ हिँडेर जान्छौँ। बाहिरको हाल चाहिँ यस्तो छ गाइस, हेर्न सक्नुहुन्छ। अब केही नयाँ राम्रो चिजहरू भेट्यो भने हजुरहरूलाई म देखाउँछु है त। ओके ल गाइस, यो दृश्य चाहिँ 5:40 को हो बेलुकाको। अहिले चाहिँ बाहिर यस्तो पुरै अँध्यारो भइसकेको छ, जाडोको मौसम भएर होला गाइस। हेर्न सक्नुहुन्छ भित्रको माहौल चाहिँ यस्तो छ। म चाहिँ यस्तो छु, कस्तो लागिरहेको छ कमेन्ट गरिदिनु होला है त। अब अहिले चाहिँ रमाइलो चाहिँ खासै भयो होइन, सबै थाकिसकेका छन् गाइस। अब हामी गएर होटेलमा बस्छौँ होला, त्यसो चाहिँ हजुरहरूलाई भेट्छु है त। ल गाइस, हामी चाहिँ काठमाडौँ प्रवेश गरिसकेका छौँ। बाहिरको माहौल यस्तो रहेको छ, हेर्न सक्नुहुन्छ। बाहिरको माहौल देख्न सकिएको छैन। यहाँ चाहिँ दोही खेलिरहेको छन् हजुरहरू, एकछिन दोही सुन्नु होला है त। के भयो, गाउँ न गाउँ फेरि लौ कहाँ छ घाँटी अहिले सुकायो क्या हो? लामो नाकले के काम गर्छ, लामो होइन नाक थेचो चाहिँ चाहियो भन्छ सोनामले।
मेरो साथी तिम्रो म यस्तालाई माया तिमीलाई सम्झन्छु दिनको रात वर्षानी सलालाई उदाउला जस्तालाई मेरो साथी तिम्रो म यस्तालाई माया तिमीलाई सम्झन्छु दिनको रात वर्षानी सलालाई माया तिमीलाई सम्झन्छु दिनको रात वर्षानी सलालाई। गाइज यस्तै रमाइलो हुँदैछ भिडियो चाहिँ लामो नबनाऊ है हेर्दै गर्नु होला है त गाइज अहिले चाहिँ हामी कहाँ छौँ रे प्रतीक अहिले हामी कहाँ छौँ रे अब हामी डेम्बर छिर्न लागिरहेका छौँ गाइज काठमाडौँ चाहिँ कमिङ सुन छ काठमाडौँ आउनु लाग्छ है हजुरहरूले मैले काठमाडौँ आयो भने चाहिँ त चाहिँ रहन्छ है काठमाडौँ चाहिँ बल्ल अब आउँदैछ है हेर्न सक्नुहुन्छ बाहिरको दृश्य चाहिँ अब के देखाऊँ हजुरलाई बाहिरको दृश्य कामै छैन गाइज यस्तो छ बाहिरको दृश्य चाहिँ बाहिरको दृश्य यस्तो पुरै कालै कालो छ गाइज भित्रको दृश्य यस्तो छ हेर्न सक्नुहुन्छ सबै यहाँ कसैलाई सिट पुग्यो होइन कसैलाई सिट पुग्यो होइन कोही के भन्छ अरे कोही अटा आएन त्यहाँबाट उभिरहन् गाइस झ्याल बन्द गर रे के ल गाइस हजुरहरूलाई म चाहिँ ड्याम चाहिँ देखाउँछु है त ल भिडियोमा बनिरहनु होला ल गाइस सुरुङ चाहिँ बन्द रहेछ होइन हजुरहरूलाई मैले देखाउन पाइनँ सरी अब अरू के पाइन्छ अब त्यो देखाउँदै गरौँ है त ल फाइनली गाइज काठमाडौँको चाहिँ हामी के भन्छ नि कुन ठाउँ हो थाहा छैन गाइज अब यहीँ हो क्या हो हाम्रो डेस्टिनेसन यहाँ आए जस्तो चाहिँ लाग्छ गाइज फाइनली बजारमा चाहिँ हामी छिरिसकेका छौँ काठमाडौँ बजारमा हेर्न सक्नुहुन्छ यस्तो माहौल छ काठमाडौँ बजारको हेर्न सक्नुहुन्छ है त ल फाइनली गाइज गङ्गापु बस पार्कमा चाहिँ हामी आइसकेका छौँ अब यही चाहिँ हो हाम्रो डेस्टिनेसन आजको हेर्न सक्नुहुन्छ अब हामी एकछिनमा झर्छौँ होइन मलाई चाहिँ निन्द्र लागिरहेको छ गाइज एकदम निन्द्र लागिरहेको छ मलाई एकदम निन्द्र लागेको गाइज अब गएर खानासाना खाइन्छ त्यसपछि सुतिन्छ होला है हेर्न सक्नुहुन्छ बाहिरको माहौल यस्तो छ हजुरहरूलाई म देखाउँदैछु है त्यो गाइज ल काठमाडौँ बजार गाइज ल गाइस फाइनली अब चाहिँ हामी तल जान लागिसकेका छौँ अब झर्ने बेला भयो है ए छोडे भाइ छोट म जान्छु पहिला यहाँ तेरो यहाँ केही सामान छैन हाम्रो सामान छ यहाँ ल यहाँ जाउँ ए के हो यो ठोकेलाई ए टाउ कति हो चोके यो ल झरमै झरम मोबाइल छोडिन्न झर्नु दाइ भाइ झर्नु न ल छिटो झर्नु ल गाइज अब म यहाँ काठमाडौँको भूमि टेक्छु गाइज फर्स्ट टाइम होइन ल टेकम त ल गाइज आइयो है त्यही यस्तो भ्यू छ अब अहिले चाहिँ ठिक रातिको के भन्ने बेलुकाको 8:50 भइरहेको छ बाहिरको माहौल यस्तो छ अब हाम्रो होटेल कुन थाहा छैन होइन यो बस पार्क हो यसको नाम अघि भर्खर भन्थेँ मैले अहिले फेरि बिर्सेँ गाइस सबै गङ्गापु बस पार्क हो अरे यो ठाउँको नाम अब कहाँ गइन्छ हेरौँ है त गाइस त यही हो ठाउँ छ यो बस पार्कमा पनि धेरै डुलेको हो र ल गाइस सबैले झोलासोला लिइसक्यो अब चाहिँ हामी होटेलतिर लाग्छौँ है त सबै भयो होला नि के हो यहाँ हेर्नु केटीहरू यहाँ यस्तै यिनीहरूको लुक्स हेर्नु है गाइस लाग्गे छ है गाइस बालेनको सहरमा खुट्टा टेकेर लाग्गे छ है गाइस ल जामै त गाइस म अगाडि हिँडिरहेको छन् गाइज हामी रोक्ने होटेल चाहिँ यो हो क्या हो जस्तो लागिरहेको छ यही होइन केटा हामी रोक्ने होटेल यहाँ सुर्केस गुडाउँदै अर्कोले फेरि गाइज हेर्नु है त यहाँ यहाँ गेट रहेछ यो गेटलाई नागेर जाने होला ल गेट चलियो है आमा कति अग्लो हो त नि यो गेट त अस्ति अग्लो रहेछ त यार ल गेट नागियो है त गाइज
अब चाहिँ हामी अहिले लम्किँदै छौँ गाइज लम्किँदै ल हजुर ल जाम जाडो पो हुँदो रहेछ त गाइज ल ल ल बिस्तारै नै बिस्तारै कालो कुकुरले बाटो काट्यो गाइज नियरको साथीले होइन त ल माथि बस हेर्छु है त गाइज हजुरलाई मैले